आज म कक्षा 11 र 12 मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूका लागि उपयोगी हुने सन्धि प्रक्रियाद्वारा शब्द निर्माणका बारेमा सामान्य जानकारी दिन गइरहेकी छु। हामीलाई थाहा छ सन्धि भन्ने बित्तिकै कुनै पनि दुई शब्दका निकटस्थ ध्वनिको संयोजन वा समन्वयबाट नयाँ शब्द बन्ने प्रक्रिया हो। अर्थात् दुई शब्दमध्ये अघिल्लो शब्दको पछिल्लो ध्वनि वा वर्ण र पछिल्लो शब्दको अघिल्लो ध्वनि वा वर्णका बीचमा मेल भएर नयाँ शब्द बन्दछ भने त्यस्तो प्रक्रियालाई हामी सन्धि प्रक्रिया भन्दछौँ। जस्तो कि देव प्लस इन्द्र। यो देव र इन्द्र दुईवटा शब्द यहाँ रहेका छन्। यो अघिल्लो शब्दको देवमा अ भन्ने वर्ण छ, देव प्लस अ, र इन्द्रको इ। यो अ र इ ध्वनिको संयोजनबाट यहाँ एउटा नयाँ शब्द बन्छ देवेन्द्र। देव प्लस इन्द्र देवेन्द्र। यो देवेन्द्र चाहिँ सन्धि प्रक्रियाद्वारा निर्मित नयाँ शब्द हो भनेर हामीले बुझेका छौँ। हामीलाई थाहा छ सन्धिका तीनवटा प्रकार छन्, स्वर सन्धि, व्यञ्जन सन्धि र विसर्ग सन्धि। स्वर सन्धि भन्ने बित्तिकै कुनै पनि स्वर ध्वनिसँग स्वर ध्वनिकै मेल भएर नयाँ शब्द बन्ने प्रक्रिया हो भने व्यञ्जन सन्धि भन्ने बित्तिकै अघिल्लो शब्दको पछिल्लो व्यञ्जन वर्ण र पछिल्लो शब्दको अघिल्लो व्यञ्जन वा स्वर वर्णका बीचमा मेल भएर नयाँ शब्द बन्ने प्रक्रिया व्यञ्जन सन्धि हो भने विसर्ग सन्धि भन्ने बित्तिकै विसर्गसँग स्वर वा व्यञ्जनको मेल भएर नयाँ शब्द बन्ने प्रक्रिया विसर्ग सन्धि हो। यी तीन प्रकार सन्धिका तीन प्रकार रहेका छन्, स्वर सन्धि, व्यञ्जन सन्धि र विसर्ग सन्धि। यी मध्ये अहिले म स्वर सन्धिका बारेमा सामान्य चर्चा गर्न गइरहेकी छु। स्वर सन्धि भन्ने बित्तिकै स्वर ध्वनिसँग स्वर ध्वनिको मेल भएर नयाँ शब्द बन्ने प्रक्रिया हो। अर्थात् अगाडिको शब्दको अन्तिम स्वर वर्ण र पछाडिको शब्दको सुरुको स्वर वर्ण मिलेर नयाँ शब्द बन्दछ भने त्यसलाई हामी स्वर सन्धिद्वारा निर्मित शब्द मान्दछौँ। अघिल्लो शब्दको पछिल्लो स्वर वर्ण र पछिल्लो शब्दको अघिल्लो स्वर वर्णका बीचमा मेल भएर त्यहाँ नयाँ शब्द बन्दछ, त्यो नै स्वर सन्धि हो। जस्तै कि यहाँ सुख प्लस अन्त सुखान्त। सुख भन्ने शब्द र अन्त भन्ने दुईवटा शब्द रहेको छ। अघिल्लो शब्दको पछिल्लो स्वर वर्ण यहाँ सुखमा अ वर्ण छ र अन्तको अ, यो अ र अ मिलेर सुखान्त यहाँ आ बनेको छ, सुखान्त भएको छ। त्यसै गरी सदा प्लस एव, सदाको आ र एवको ये मिलेर सदैव, सदैव यहाँ ऐ वर्ण आएको छ स्वर वर्ण र सदैव भन्ने नयाँ शब्द बनेको छ। यसै गरी देव प्लस इन्द्र, देवको अ र इन्द्रको इ मिलेर देवेन्द्र भन्ने नयाँ शब्द बनेको छ। यो चाहिँ स्वर सन्धि हो। हामीलाई थाहा छ स्वर सन्धिका पनि 5 प्रकार छन्, दीर्घ सन्धि, गुण सन्धि, वृद्धि सन्धि, एड सन्धि र अयादि सन्धि। तीमध्ये यहाँ हामी सबैभन्दा पहिले दीर्घ सन्धिका बारेमा चर्चा गर्छौँ। दीर्घ सन्धि भन्ने बित्तिकै यसमा चाहिँ के हुन्छ त भन्दा कुनै दुईवटा शब्दमा अघिल्लो शब्दको पछिल्लो वर्ण अ वा आसँग पछिल्लो शब्दको अघिल्लो वर्ण अ वा आ वर्ण मिलेर आ वर्ण बन्दछ र त्यसबाट नयाँ शब्द बन्छ। जस्तो कि 10 प्लस अवतार, दशको अ र अवतारको अ मिलेर यहाँ दशावतार भन्ने नयाँ शब्द बनेको छ। यसको अ र यसको अ मिलेर आ भन्ने वर्ण अर्थात् आ बन्दछ र दशावतार भएर नयाँ शब्द बन्दछ। यसै गरी हिम प्लस आलय, यसको अ र यसको आ मिलेर हिमालय भन्ने नयाँ शब्द बन्छ। यसमा पनि आ भन्ने नै वर्ण आउँछ। यसै गरी विद्या र अर्थी, दुई शब्दको मेलबाट यसको आ र यसको अ मिलेर विद्यार्थी आ नै बन्छ, विद्यार्थी भन्ने नयाँ शब्द बनेको छ। सत्ता प्लस आरूढ, यसको आ र यसको आ मिलेर सत्तारूढ बनेको छ, यहाँ पनि आ नै बनेको छ, दीर्घ बनेको छ।
अ वा आसँग अ वा आकै मेल भएर आ नै बन्छ भने त्यो दीर्घ सन्धि हो। यहाँ आ नै बन्दछ। दशावतार, हिमालय, विद्यार्थी, सत्तारूढ, शिक्षा प्लस आलय शिक्षालय, पुस्तक प्लस आलय पुस्तकालय, देव प्लस आलय देवालय, यसरी आ नै बण बन्छ भने यो दीर्घ सन्धि हो भनेर हामीले बुझ्नु पर्यो। यसै गरी अर्कोमा छ यही दीर्घ सन्धिकै ह्रस्व इ र दीर्घ ईसँग ह्रस्व इ वा दीर्घ इ नै मिलेर दीर्घ इ बन्दछ भने त्यो पनि दीर्घ सन्धि भयो। जस्तो प्रति प्लस इच्छा, यसको ह्रस्व इ छ, यसको दीर्घ इ, ह्रस्व इ र दीर्घ इ को मेल भएर प्रतीक्षा, यसको दीर्घ इ बनेको छ। प्रतीक्षा भन्ने नयाँ शब्द बनेको छ। नारी प्लस ईश्वर, यसको दीर्घ इ, यसको दीर्घ इ मिलेर नारीश्वर बनेको छ। यहाँनिर पनि दीर्घ इ नै बनेको छ। अभिको ह्रस्व इ, यसमा ह्रस्व इ छ, यसको ह्रस्व इ नै भयो। ह्रस्व इ, यसको पनि ह्रस्व इ र यसको पनि ह्रस्व इ, किनकि अघिल्लो शब्दको पछिल्लो इ बण, पछिल्लो शब्दको अघिल्लो इ बण, यो इ र इ मिलेर यहाँ दीर्घ इ बनेको छ। अभिष्ट भन्ने नयाँ शब्द निर्माण भएको छ। यसरी ह्रस्व इ वा दीर्घ इ को मेलबाट दीर्घ इ नै बन्दछ भने यो पनि दीर्घ सन्धि हो। यसै गरी छ अर्को उ, ह्रस्व उ र दीर्घ उसँग ह्रस्व उ वा दीर्घ उ नै मिलेर दीर्घ उ बन्दछ। उ मिलेर यहाँ दीर्घ उ नै बन्दछ भने त्यो पनि दीर्घ सन्धि हो। जस्तो कि भानु प्लस उदय, भानुको उ ह्रस्व उ र उदयको ह्रस्व उ मिलेर यहाँ भानुदय दीर्घ उ बन्छ हैन, त्यसैले यो पनि दीर्घ सन्धि हो। लघु प्लस ऊर्जा, यसको ह्रस्व उ, यसको दीर्घ उ मिलेर लघुर्जा दीर्घ उ नै बनेको छ। वधु, यसको दीर्घ उ, यसको ह्रस्व उ, वधु प्लस उत्सव मिलेर वधोत्सव बनेको छ। वधोत्सव, यसको दीर्घ उ बनेको छ। यसको दीर्घ उ र यसको पनि दीर्घ उ, भू प्लस ऊर्ध्व मिलेर भूर्ध्व बनेको छ। यसरी ह्रस्व उ वा दीर्घ उसँग ह्रस्व उ वा दीर्घ उ नै मिल्दा दीर्घ उ नै बन्छ भने यो पनि दीर्घ सन्धि हो। यसरी हामीले यो कुरा ख्याल गर्नुपर्छ। अ आ मिलेर आ भन्नु, इ मिलेर दीर्घ इ भन्नु, उ मिलेर दीर्घ उ भन्नु चाहिँ दीर्घ सन्धि हो भनेर हामीले बुझ्नुपर्छ।